एक साथ यति धेरै मानिस निराश भएको विगतमा कहिल्यै अनुभव गरिएको थिएन। आम मानिस मात्र होइनन्, केही वर्ष यता यस्ता अभिव्यक्ति शासन चलाइरहेकै दलका कतिपय नेताबाट पनि आइरहेका छन्। निराशाको ग्राफ घट्नु साटो वर्षेनी बढ्दो छ। सबैभन्दा बढी निराश जनसङ्ख्या ठुलो हिस्सा ओगटेको सन् 1990 पछि जन्मे हुर्केको नयाँ पुस्ता देखिन्छ। कतिपय अध्ययनका तथ्याङ्कले स्वदेशमा सुखद भविष्य नदेखेर यो पुस्ता निराश भएको देखाउँछ। कतिपयले यसलाई अतिरञ्जना त कतिले उमेरजन्य आवेग भनेको टिप्पणी पनि सुनिएकै हो। कारण र तर्क जेसुकै दिए पनि यो पक्का हो, नयाँ पुस्तामा निराशा बढ्दो छ। नयाँ पुस्ता मात्र होइन, राजनीतिलाई सेवाको माध्यम बनाउने सोचसहित विभिन्न पार्टीमा क्रियाशील रहेकाहरू समेत ब्याकफुट देखिन्छ। त्यसैले यो गम्भीर समस्या पनि छ। नयाँ पुस्ता अवसरहरूको तलाउमा पोड्न पाइरहेको भाग्यमानी पुस्ता हो। प्रविधिको द्रुत विस्तार, खुल्ला समाज र विश्वव्यापीकरणको बढ्दो लहरसँगै हुर्किरहेको यो पुस्ताको सिकाइको पहुँच स्कुल कलेजको दायरा समेत नागेर देश देशावर वा विश्व परिवेशमा उपलब्ध मञ्चहरूसम्म पुगेको हुन्छ। देशमा विद्यमान खुल्ला परिवेशको फाइदा उठाउँदै आफ्नो वृत्ति विकास र ज्ञानको पहुँचलाई असीमित बनाउने भरपूर अवसर समेत उपभोग गरिरहेको छ यो पुस्ताले। यस अतिरिक्त सामाजिक सञ्जालमा जोडिएर संसारभरिका समवयसँग हातमालो र अन्तर्क्रिया गर्ने अवसर पनि पाइरहेको छ। त्यसैले यो मान्नुपर्छ कि उन्नत विश्व परिवेश र प्राप्त अवसरका कारण उनीहरूको ज्ञान र सिकाइको दायरा तुलनात्मक रूपमा निकै फराकिलो छ। विश्वमा विकसित भइरहेको नयाँ आर्थिक राजनीतिक घटनाक्रमहरूबारे समेत यथेष्ट जानकारी राख्दछ यो पुस्ता। तर पनि उनीहरू निराश छन्। किन? बढ्दो निराशाका पछाडि मुख्यतः आन्तरिक कारणहरू छन्। सबैलाई थाहा भएकै कुरा हो, देशमा रोजगारीको अवसर सीमित छ। रोजगारी मिलिहाले पनि त्यसबाट प्राप्त आम्दानीले दैनिक गुजाराका लागि समेत धौधौ हुने अवस्था छ। परिवारलाई आवश्यक सहयोग पुर्याउने र आफ्नै बलबुतामा घर बसाउने कुरा त ठुलै चुनौतीको कुरा भयो। आफ्नै निजी प्रयासमा के व्यावसायिक सृजनात्मक जगेर्नाको काम थालौँ न त भन्ने हो भने पनि पाइला पाइलामा प्रशासनिक अडचन लगायत अनेक खालका प्रतिकूलताको सामना गर्नुपर्ने अवस्था रहेको वास्तविकता भुक्तभोगीहरू बताउने गर्छन्। अर्कोतिर राजनीतिको मूलधारमा उनीहरूको सक्रिय सहभागितालाई सुनियोजित रूपमा व्यवस्था गरिएको छ। नयाँ पुस्तालाई आकर्षित गर्ने नवीन कार्यक्रम कुनै पनि मूलधारका दलसँग छैन। बरु हरेक दलभित्र झाँगिँदै गएको भ्रष्ट, नैतिकहीन एवं विधिहीन संस्कृतिले तीव्र विकर्षणको वातावरण तयार हुँदैछ भन्दा अत्युक्ति नहोला। हामी अनुमान गर्न सक्छौँ यस्तोमा उनीहरू आफ्नो भविष्यप्रति कसरी ढुक्क हुने वा खुसी रहने। निराशाका कारकका रूपमा बाह्य कारणहरू पनि उत्तिकै पेचिलो रूपमा अगाडि आइरहेको देखिन्छ। जस्तो आर्थिक व्यवस्था विश्वव्यापी रूपमा असन्तुलित हुँदै गइरहेको हामीले भोगिरहेका छौँ। जलवायु परिवर्तनको तीव्रताले सन्निकट भविष्यमा उत्पन्न हुन सक्ने भयावह सङ्कटको चपेटामा उनीहरू नै पर्नेछन्। यति नै बेला अप्रत्याशित रूपमा युद्ध भड्किएर क्रमशः फैलने क्रममा छ। युद्धको रापको प्रभाव विश्वका हरेक कुनाका मानिसहरूले विभिन्न तरिकाले भोगिरहेका छन्। यसका अलावा सामाजिक सञ्जालमा हरदम संलग्न हुनुपर्ने अहिलेको पुस्ताको सामाजिक बाध्यता नै छ, जसले उनीहरूको सामाजिक सिप विकासमा पनि सङ्कुचन पैदा गरिरहेको छ। अझ ठुलो भए त कृत्रिम बौद्धिकताको बढ्दै गइरहेको आधिपत्यसँग कसरी तालमेल मिलाएर अघि बढ्न सकिने हो भन्ने अन्य उत्पन्न गराएको छ। विगत 3-4 दशकको अवधिमा कुनै पनि उपलब्धि नभएको भन्ने चाहिँ होइन। जनताका जीवनस्तरमा उल्लेख्य सुधार भएका तथ्याङ्कहरूले देखाएका छन्। तर तत्कालीन अवस्थामा उही स्तरमा रहेका थुप्रै अन्य देशहरूको दाँजामा हाम्रा उपलब्धिहरू चित्तबुद्ध भएनन्। सन् 1990 पछि जन्मे हुर्किएको पुस्ताले आफ्नो देशको अवस्थालाई हिजोको आफ्नै अवस्थासँग होइन कि आजको विश्व परिवेशमा तुलना गरेर हेर्छ। अहिलेको युगमा प्रविधिको प्रभुत्व चलिरहेको छ। नयाँ प्रविधिहरूले मात्र देशको आर्थिक र राजनीतिक सुधार एवं उन्नयनमा सकारात्मक भूमिका खेल्न सक्छ। नयाँ पुस्ता
प्रविधि मैत्री पुस्ता हो र उसले मात्र प्राविधिक नवप्रवर्तनको महत्त्व बुझ्ने क्षमता राख्छ। प्राविधिक नवप्रवर्तन समृद्धिको जग हो। नोबेल पुरस्कार विजेता लेखक डारेन आसेमोग्लु र जेम्स रबिन्सन आफ्नो पुस्तक व्हाई नेशन्स फेल्समा लेख्छन्, पुरानोलाई नयाँले प्रतिस्थापन गर्ने, सीमित मानिसहरूमा निहित आर्थिक र राजनीतिक विशेषाधिकारको पनि कटौती गर्ने क्षमता नवप्रवर्तनमा मात्र हुन्छ। त्यसैले नवप्रवर्तनले मात्र मानव समाजलाई समृद्ध बनाउँछ। त्यसैले राष्ट्रलाई गति दिने हो भने प्रविधि मैत्री नयाँ पुस्ताको सत्तामा उल्लेख र सन्तुलित सहभागिता अनिवार्य हुन्छ। द्रुत गतिमा परिवर्तित भइरहेको विश्वको अवस्थालाई पर्खेल्न सक्ने र त्यो अनुसार नीति र विधिहरू तयार गर्न आधुनिक परिवेशमा दीक्षित नौजवानहरू वर्तमानमा राष्ट्रले उपयोग गर्न सक्ने वा गर्नुपर्ने ठुलो पुँजी हो। उनीहरूको अग्रसरता र सक्रिय सहभागिताबाट मात्र देशको अग्रगति सम्भव हुनेछ भन्ने वास्तविकतालाई हामीले कहिले बुझ्ने। तर यस्तो वास्तविकताको विपरीत नेतृत्वमा हालिमुहाली गरिरहेका पुराना नेता वा दलहरू नयाँ पुस्ताको भावना र गतिलाई सम्बोधन गर्ने विषयमा पुरापुर व्यवस्था गरिरहेछ। के उनीहरू यस्तो जानाजान गरिरहेका छन् कि उनीहरू मुख्य समस्याको बेउ समेत पत्ता लगाउने क्षमता राख्दैनन्। जबरजस्त सामन्ती संस्कृतिको प्रभावका बीच भएको उनीहरूको हुर्काई, बढाई र शिक्षा दीक्षा उनीहरूमा हाबिरहेको रूढिग्रस्त सामन्ती सोचको पछाडिको कारण हुन सक्छ। उनीहरू आफ्नो आत्मबुद्ध एवं अहङ्कारजन्य स्वभावका कारण दलमा विद्यमान आफ्नो हैकम, दबदबा वा एकाधिकारलाई कुनै पनि हालतमा निरन्तर राख्न चाहन्छन्। उनीहरूको सत्तामा निरन्तरताको लालचमाथि आम मान्छेको स्वाभाविक प्रश्न छ। यो प्रश्न उनीहरूको उमेरको कारण भन्दा पनि नेतृत्वको असान्दर्भिक निरन्तरतामाथि हो, किनकि उनीहरूबाट देशको सही वा सृजनात्मक नेतृत्व हुनेवाला छैन। सत्तामा दोहोरिरहेका नेताहरूको कमजोरीकै कारण विगतका आन्दोलनको आदेश विपरीत आज पनि राजकीय सत्ता मुठ्ठीभर सभ्रान्त व्यक्तिहरूको कब्जामा छ। दलाल बिचौलियाको स्वार्थमा राज्य शक्तिहरू परिचालित भइरहेका प्रमाणहरू भेटिन्छन्। राजनीतिमा केका लागि रहने र सत्तामा कुन प्रयोजनको लागि जाने भन्ने विषयमा समेत स्पष्ट दृष्टिकोणको अभाव रहेको देखिन्छ। उनीहरूमा समभावको अभाव स्पष्ट देखिन्छ, जुन राजनीतिक व्यक्तिहरूमा हुनुपर्ने उच्च स्तरको गुण हो। राजनीतिमा विधि विधानभन्दा मूल्य र मान्यताको स्थान माथि रहन्छ। तर मूल्य मान्यताको जग बसाउने काममा विद्यमान नेताहरूबाट ठुलै बेइमानी भएको छ। आफ्नो जिम्मेवारीमा प्रत्येक पटक असफल साबित भइसकेपछि पनि सत्तामा निरन्तरताको लागि सम्भव भएसम्म जालझेल बुन्न तल्लीन हुनु र सम्बन्धितहरूबाट प्रतिरोधका लागि कुनै प्रयास हुन नसक्नु निराशाजनक अवस्था हो। सधैँ उनै व्यक्तिहरूको रजगज देखेर नयाँ पुस्ता थाकेका र दिगदार छ। यस्तोमा देशमा केही हुन्छ भन्ने आशा भरोसा टुट्नु स्वाभाविक हो। नेतृत्वमा नयाँ र पाकाहरूको सन्तुलित उपस्थिति दलको गतिशीलताको प्रमुख आधार हो। द्रुत गतिमा परिवर्तन भइरहेको आजको प्रविधि मैत्री उन्नत विश्वमा दलमा आवधिक रूपमा नयाँ पुस्ताहरूको सहभागिता बढाउन सकिएन भने त्यस्ता दलहरूले समाज वा राज्य प्रणालीको सही ढङ्गको नेतृत्व कसरी गर्न सक्ला? सन्निकट भविष्यका सम्भावित सङ्कटबारे चिन्ता गर्ने र सुरक्षित भविष्यको तयारीको अधिकार स्वतः नयाँ पुस्ताले पाउनुपर्नेमा राजनीतिको मूलधारमा प्रवेश पाउने वातावरणसम्म तयार नहुँदा उनीहरूमा भयङ्कर निराशा र अलमल देख्नु स्वाभाविक हो। यस्तो अवस्थाले उनीहरूमा असन्तुष्टि, आक्रोश र निराशाका मात्रा चुलिँदै गइरहेको सबैतिरबाट महसुस भइरहेको छ। निराशाको यो अवस्था नागरिकको ठुलो तहमा असन्तोषको रूपमा फैलिसकेको वास्तविकताले नेताहरू नजरअन्दाज गरिरहेका छन्। उता यो अवस्थालाई निरङ्कुश पपुलिस्ट राष्ट्रवादी र राजावादी राजनीतिक समूहहरू आफ्नो पक्षमा पार्दै शक्ति बढाउन दाउ हेरिरहेका छन्। उनीहरू सामाजिक सञ्जालको रचनात्मक र उच्च दक्षताका साथ प्रयोग गर्न काबिल छन्। त्यसैले नौजवानहरूमा आफ्ना प्रभाव फैलाउन सफल छन्। राजनीतिको मूलधारबाट आफूलाई अलग गरिएको महसुसकै कारण नयाँ पुस्ता लोकप्रियतावादीहरूको पन्जामा पर्ने सम्भावना बढ्दै गएको मान्न सकिन्छ।
यस्तै निराशा, थकान र दिगदारीका बीच सुखद जीवनको झिनो आशा सँगाल्दै हाम्रा नौजवानहरूको ठुलो हिस्सा विदेश जाने लाममा उभिने क्रम दिन प्रतिदिन बढ्दो छ। यी हुलमा बाध्यता नभएर पनि विदेशीहरू समेत होलान्, तर महत्त्वपूर्ण हिस्सा देशमा अवसर वा कुनै उपाय नभेट्नेहरूकै छ। सत्तासीनहरू यसलाई निराशा फैलाइएको अर्थमा बुझ्छन् र त्यही अनुसार व्याख्या गरिरहेका छन्। वास्तविकता निराशाको वातावरण तयार भएको, फैलाइएको होइन। कसको कारण? सत्तासीनहरूकै गैरजिम्मेवारीपन र अक्षमताको कारण। सपना देख्ने, त्यसका लागि सङ्घर्ष गर्ने वा जुनसुकै चुनौतीका लागि तयार हुने युवा चरित्र नै हो। यस अर्थमा जीवन सङ्घर्षको सुरुवाती दिनहरूमा उनीहरूले लिएको निर्णय त्यति ठुलो चिन्ताको विषय बन्न हुँदैन। बरु मनन गर्नुपर्ने गम्भीर विषय चाहिँ उनीहरूले देशमै बसेर काम गर्ने अवसर र वातावरणका लागि हाम्रा तर्फबाट भएका प्रयास कति पर्याप्त थिए वा छन् भन्ने हो। तर देशमा बसेर केही गर्न सकिँदैन। देशमा बस्नु भनेको बर्बाद हुनु हो। देशभित्र सबै बिग्रेको, भत्केको मात्र छ भन्ने सङ्कथन निर्माण हुँदै गएको हो भने चाहिँ यसलाई गम्भीर ढङ्गले लिनु आवश्यक छ।